नमस्कार सधैँ आज पनि हामीले तपाईँहरू माझमा नयाँ भिडियोहरू लिएर आउने क्रममा आज पनि नयाँ भिडियो लिएर आएका छौँ र यो भिडियो पनि एकदमै रोचक र अहिलेको यो सामाजिक सञ्जालसँग एकदमै मिल्दो ट्रेन्डिङमा रहेको चिज रहेको छ र अहिले हालसालै टिकटक प्रयोगकर्ताहरू एकदमै व्यापक भइरहेको बेलामा विभिन्न देशका मानिसहरूले टिकटकलाई चलाउँदै आइरहेका छन्। त्यस्तै एजेन्सीका अनुसार एकजना अफ्रिकाका व्यक्ति उनको नाम रहेको छ खाबीले उनीहरूले एकदमै चर्चामा आएका छन्। र यस्तै हाम्रा अन्य रोचक भिडियोहरू हेर्न चाहनुहुन्छ भने पनि तपाईँले हाम्रो यस युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु हार्दिक अनुरोध गर्दछु। साथै साइडमा रहेको बेल आइकनलाई पनि दबाइदिन अनुरोध गर्दछु ताकि तपाईँहरू आगामी दिनमा पनि यस्तै खालका रोचक भिडियोहरू तपाईँहरूले प्रस्तुत गरे हेर्न पाउनुहोस्। र अब कुरा गरौँ खाबीलेमको बारेमा। पश्चिम अफ्रिकाको खाबीलेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीको दोस्रो स्थानमा छ। उनी चार्ली डेब्ल्युमियर पछि दोस्रो स्थानमा छन्। लेम 21 वर्षका भए उनको टिकटकलाई 90 करोडभन्दा बढी व्यक्तिले फलो गर्छन् भने 1 अर्ब 30 करोडले लाइक गरेका छन्। बिबिसीका अनुसार धेरै लेमले अमेरिकी नृत्याङ्गका डिमेलियोलाई पनि पछि पारेका छन्। डिमेलियो टिकटकमा 1 अर्ब फलोवर पुर्याएर पहिलो स्थान हासिल गर्ने व्यक्ति हुन्। उनको हाल 1 अर्ब 20 करोडभन्दा बढी फलोवर्स छन्। ले हाल इटालीमा बस्छन्। उनी एउटा कारखानामा मजदुरका रूपमा काम गर्ने उनले कोभिड महामारीका कारण जागिर गुमाएपछि चर्चा 2020मा टिकटक चलाउन सुरु गरेका थिए। उनी रमाइला भिडियोहरू बनाएर अन्य मानिसले कसरी सहजै हुने कामलाई चाहिँ जटिलतापूर्वक गर्छन् भन्ने कुरालाई भिडियो मार्फत देखाउने गरेका छन्। लेमका अनुसार उनको अनुहारको नाटकीय भावङ्ग देखेर मानिसलाई रमाइलो मान्छन्। उनी त्यो रमाइलो भएको कुरा थाहा पाउन कुनै भाषा जान्नु पर्दैन। उनी फुटबल खुब हेर्छन् र कतिपय भिडियोमा फुटबल जर्सी लगाउँछन्। उनले आफू चलचित्रकर्मी इडी मर्फी र बिल स्टिनबाट उत्प्रेरित भएको बताएका छन्। र उनी अहिले टिकटकमा सर्वाधिक रुचाइएको दोस्रो व्यक्तिमा पर्न सफल भएको कुरा हाम्रो बिबिसीले पनि उल्लेख गरेको छ। र हालसालै टिकटकले एकदमै मानिसहरूलाई चाहिँ ख्याति प्रदान गरिरहेको छ भने टिकटकले नै कतिपय विकृति पनि दिइरहेको छ र कतिपय मानिसले टिकटकबाट अर्निङ पनि गरिरहनु भएको छ। कृपया टिकटकलाई एउटा सही प्लेटफर्मको रूपमा प्रयोग गरिदिनु होला र टिकटकले पनि तपाईँलाई एउटा राम्रो आम्दानीको स्रोत पनि बनाएको कुरा पनि विभिन्न एजेन्सीहरूले कुरा गरिरहेको बेला यसको एउटा उदाहरण हुन् अफ्रिकाका लेम पनि।